मलाई चाहिँ यो ओपेरा हाउसदेखि क्राउन होटलसम्म जान एकदम मनपर्छ। यहाँबाट ओपेरा हाउसदेखि म हिँड्दै आएको। अहिले ठ्याक्कै यो हार्बर ब्रिजको मुनि छु म। अब यसैले म चाहिँ मर्निङ वाक गर्दैछु। यस माहौल रमाइलो छ। बिहानमा फ्रेस हावा आनन्द मजा। ल यतापट्टि आइसकेँ म। ट्याक्क लाएर उतापट्टि लुना पार्क छ फेरि साइडमा। सिडनीमा अहिले नयाँ वर्षको झिकमिक चल्दैछ। अब बिस्तारै बिस्तारै हामी देख्छौँ बाटोहरूमा छ। अब यो वेस्टर्न कन्ट्रिजहरूमा न्यु इयर आउँदैछ नि त। हामीले यहाँ बोटो देख्न सक्छौँ है सिडनी हार्बर वरिपरि खेल्नको लागि घुम्नको लागि। यसरी म अब यहाँबाट डार्लिङ हार्बरतर्फ लम्किँदैछु है। फेरि म हिँड्दैछु। आज बिहानको मेरो हिँडाइ हुन्छ एकछिन मजाले, किन अलिकति पेट पनि बढेछ। म हिँड्दैछु आज। मेरो पछाडि देख्नु नि क्राउन प्लाजा हो, त्यहाँसम्म पुग्ने हो कि म त्यहाँबाट अलिकति अगाडि जान्छु। अझै जान्छु होला अलिकति अगाडि। सिडनी साइडर चाहिँ होइन, सिडनी साइडमा बस्ने चाहिँ सिडनी डुवेलर्सहरू भनौँ बासिन्दाहरू बिहानमा दगुर्न रुचाउँछन्। दगुरेको देखिन्छ नि हामीले पछाडि पछाडि। ल म नजिक क्राउन प्लाजाको नजिक आइसकेको छु। क्राउन पछाडि देखिएको छ मेरो। मेरो पछाडि मान्छे कोही दगुरिरहेको छैन नि बिहानमा। मान्छेहरू दगुर्न रुचाउँछन् एकदम। स्वास्थ्यको लागि पनि राम्रो हो यो बिहानमा हिँड्नु दगुर्नु। सबै कुराहरूलाई चटक्कै छोडेर यसो बिहान मर्निङ वाक गरियो भने पनि धेरै राम्रो हो। मेरो पछाडि देख्नुभयो नि यो साइकल भनेको कस्तो भयो भने तपाईँले यहाँलाई चाहिँ ट्याप गरेर अगाडि चलाउन सक्नुहुन्छ। कसैलाई हतार छ जानु छ साइकलमा भने टक्कै साइकल लिएर हिँड्यो भने ठ्याक्क सजिलो यहाँ चाहिँ सुविधा। नजिक आइसकेँ है। यो प्लाजा क्राउन प्लाजाको नजिक आइसकेँ। यता समुद्र छ, समुद्र किनार हिँडिरहेको छु म बिहानै आज। यसमा साउन लागेको छ, म यसको अगाडि आइसकेँ। समुद्र किनार आइरहेको छु। फाइनली म चाहिँ क्राउनमै आइपुगेँ, लगभग नजिकै आइसकेँ क्राउनमा। अब म यहाँबाट ट्रेन स्टेसन छ नजिकै, त्यहाँबाट म आफ्नो घरतिर लाग्छु। ल आजको मर्निङ वाक पनि रमाइलो भयो।